साथीहरू नमस्ते झोरले जिदो सबैजनालाई है त हामी चाहिँ लाग्यौँ आज सोल्टीको बिहे खान। हामी चाहिँ बहिनी म आमाहरू चाहिँ पहिले अटोमा गइसक्नु थियो। हामी चाहिँ बहिनी ज्वाइँ म छोरी बुवा चाहिँ हामी चाहिँ बिहे खान लाग्यौँ सोल्टीको है। त्यस रमाइलो भएको थियो बिहे खान लाग्यो। बिहे घर पनि आइपुग्यो। बहिनी आन्टी छोरी चाहिँ आन्टीसँग मजाले बसिरहेको छ कि उसको आन्टी भएपछि चाहिँ छोरीलाई अरू कोही चाहिँदैन कि बिहे घर पनि आयौँ। यता चाहिँ फोटोसुट हुँदै थियो दिदीहरूको। यता चाहिँ हेर्ने दिदीको चाहिँ पुरै फोटोसुट हुँदैछ कि उता हेर्नु न चाहिँ नाचिराख्नु भएको थियो। अरू चाहिँ नाच्ने भनिराख्नु थियो सबैजनाले। अनि बजाइले आमाहरू चाहिँ नाच रमाइलो गर्दै कोही छैन नाच्ने भनिराख्नु थियो कि। अनि उता चाहिँ नाच्ने तयार भइरहेको थियो। पछि फेरि खै के भएर बसिहाले। यता चाहिँ बेहुला बेहुलीलाई चाहिँ साथीहरूले चाहिँ के गिफ्ट ल्याइदिएर रमाइलो गरिराख्नु भएको थियो। अनि त्यतिखेर गएर खिचिदिएको है। ढक्के ल्याएको नि हो त फेरि यो त गरेको होला कुचो सम्झना आइज क्या अनि बरालेर डेमो देखाइदिनु एकचोटि त यता भाउजू खै त नमस्ते भने भयो को छ सक्यो हामी चाहिँ त्यसपछि चाहिँ नाच्न सुरु भयो। हेर्नुहोस् न यता कसरी नाचिरहेछौँ क्या। हामी चाहिँ एकदम डान्सरै जस्तो कि हेर्नु नाच्नु चाहिँ खासै आउँदैन क्या यत्तिकै अलिअलि। म चाहिँ मोटाएर चाहिँ हेर्नु न नाच्नु पनि नसक्ने रहेछु कि आजभोलि। नाच्नु दिदीहरू चाहिँ सबै हामी नाच्यौँ रमाइलो भयो जेस। हाम्रो चाहिँ सोल्टिनाहरू हामी दिदी म नाचेर चाहिँ बहिनी हामी नाच्यौँ रमाइलो गऱ्यौँ बिहे खाएर आयौँ। हेर्नुहोस् है त डान्स हेर्नु ल तपाईँहरू चाहिँ। यहाँ चाहिँ हाम्रो मेरो बुढो ज्वाइँ पनि नाच्नु भयो हेर्नु न। लाज मानिराख्नु भएको थियो कि बुढो र ज्वाइँले त। तर आमाहरूले नाच्नु ननाच्नु भन्नु नाच्ने मान्छेले पनि रहर लगाइहाल्छु नि जाँगर पनि। त्यही भएर हेर्नु न नाचिदिनु भयो कि। नाच्ने मान्छेले त जाँगर पनि फेरि रहर लगाइहाल्छ कि गीत त बज्नु हुन्न नि। ज्वाइँ चाहिँ फन्की नाचिराख्नु भएको छ कि हाम्रो कान्छा ज्वाइँ चाहिँ हेर्नु न। साथीहरू त्यसपछि हामी चाहिँ घरतिर लाग्यो। छोरीले चाहिँ बिचमा राखेको हेर्नु। बाई सबैजनालाई।